सुजन गुरुङ युट्युब च्यानल हेरेर बस्नुभएका सम्पूर्ण दर्शकलाई मेरो व्यक्तिगत तर्फबाट नमस्कार। आज एकदमै गाउँको एउटा प्रतिभा लिनको लागि म चितवनदेखि फिस्लिङदेखि लगभग 16 किलोमिटर माथि यो गाउँमा एकदम लुकेको प्रतिभा, एकदम राम्रो प्रतिभा, सबैले मन पराउने खालको प्रतिभा तपाईहरु माझमा लिएर आइसकेको छु। म सुजन गुरुङ। अब आज धेरैभन्दा धेरै गीतहरू तपाईहरु माझमा उहाँले सुनाउनुहुन्छ। स्क्रिनमा देखिसक्नु भएको छ। दिदी नमस्कार। हजुर नमस्कार सर। अनि फेरि तपाईको स्वर सुन्नको लागि खोज्दै फेरि म आइपुगेँ। सन्चै हुनुहुन्छ? हजुर सन्चै छु सर। एकदमै तपाईको स्वर एकदम राम्रो छ। पक्कै पनि हाम्रो सुजन गुरुङ युट्युब च्यानल हेरेर बस्नुभएका सम्पूर्ण दर्शकहरूले तपाईको स्वरलाई माया गर्नुहुन्छ, सेयर गरेर तपाईको स्वरलाई चाहिँ एउटा ठाउँमा एउटा स्थान दिनुहुनेछ मलाई लाग्छ। सम्पूर्ण दर्शकहरूले देश विदेश रहनुभएका सम्पूर्ण दर्शकहरूले चाहिँ उहाँको स्वरलाई चाहिँ मन पराइदिनु होला, माया गरिदिनु होला भन्न चाहन्छु। आज सुरुवात समयमा तपाईले एउटा गीत कुन सुनाउनुहुन्छ? घुमाउने घर पोखरामा भन्ने गीत सुनाइदिनु नि। हजुर हुन्छ सर। जिन्दगीमा यही एउटा भुल भए, खुसी दिँदा सुको मूल पाए पोखरामा। जिन्दगीमा यही एउटा भुल भए, खुसी दिँदा सुको मूल पाए पोखरामा। घुमाउने घर पोखरामा, माया भरिदेऊ यो दिलको टोकरामा। हो घुमाउने घर पोखरामा, माया भरिदेऊ यो दिलको टोकरामा। घुमाउने घर पोखरामा होइन दिदी? हजुर एकदमै राम्रो गीत सुनाउनु भयो। एकदमै मिठो स्वरमा सुनाउनु भयो। गाउँमा बसेर पनि यति राम्रो प्रतिभा, यति राम्रो स्वर रहेको छ। तपाईँलाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब एउटा फेरि हाम्रो गाउँघरमै एउटा चल्ने गीत मनकामनालाई फुलेको डोली भन्ने गीत तपाईँले साह्रै राम्रो गाउनुहुन्छ। त्यो एउटा गीत गाइदिनुहोस् न। हजुर हुन्छ सर। हस्। मनकामनालाई फुलाइको डोली, मायालुलाई के दिउँ खै कोसेली। सँगसँगै बसियो रातभरि, फुलको ठुङ्गा लिएर हातभरि। सँगसँगै बसियो रातभरि, फुलको ठुङ्गा लिएर हातभरि। मनकामनालाई फुलाइको डोली, मायालुलाई के दिउँ खै कोसेली। मनकामनालाई फुलाइको डोली, मायालुलाई के दिउँ खै कोसेली। मायालुलाई के दिउँ खै कोसेली। मायालुलाई के दिउँला कोसेली। पक्कै पनि एकदमै सुमधुर स्वरमा यो गीत चाहिँ तपाईँले गाइदिनु भयो। तपाईँलाई धेरै धेरै सम्मान छ। अनि अहिलेको दिनचर्या कसरी बितिरहेछ तपाईँको? हजुर अब दिनहरू त्यस्तै हो सर। अहिले त्यस्तै है, घाँस दाउरा गर्ने, मेलापात गर्ने होइन त? आनन्द नै त्यही छ नि गाउँमा है, होइन र? ल ठिक छ, एकदमै खुसी लाग्यो। आज धेरै गीतहरू हाम्रो दर्शकहरूलाई तपाईँले सुनाउनुपर्छ, राम्रो गीत सुनाउनुपर्छ। अब कुन गीत सुनाउनुहुन्छ त एउटा? हजुर अब एक चिम्टी सिन्दुरको धारेकोले, जिन्दगी बनाउँछन् हरेकोले। भागौँला त्रिशूली तारेर, भागौँला त्रिशूली तारेर। लान्छौ र सिन्दुरै भरेर, लान्छौ र सिन्दुरै भरेर। लान्छु रे सिन्दुर भरेर। एकदमै मिठो स्वरले तपाईँले गाइदिइसक्नु भएको छ। अनि
आगामी दिनहरूमा अझै राम्रो गर्दै जानु होला, राम्रो गर्नुहुन्छ। हाम्रो दर्शकबिनहरूले सुजन गुरुङ युट्युब च्यानल हेरेर बस्नुभएको सम्पूर्ण दर्शकहरूले पक्कै पनि तपाईँको स्वरलाई माया गर्नुहुन्छ मलाई लाग्छ। एकदमै राम्रो छ। हाम्रो सुजन गुरुङ युट्युब च्यानलको दर्शकहरूले के भन्नुभयो भने उहाँको स्वरहरू अझै धेरैभन्दा धेरै ल्याउनु पऱ्यो भन्नुभएको छ। अझै हामी गीतहरू सुन्छौँ तपाईँको होइन। त्यसपछि हामी कार्यक्रममा अन्त्य पनि गर्छौँ। अब एउटा गीत फेरि सुनौँ न। सपनीमा देख्छु घर जलेको, देख्छु घर जलेको, घरमाथिको निर्माया बरको रुख ढलेको, बिग्रो चल पनि यस्तै त रहेछ नि माया जाल पनि। देख्छु घर जलेको, देख्छु घर जलेको, घरमाथिको निर्माया बरको रुख ढलेको, बिग्रो चल पनि यस्तै त रहेछ नि माया जाल पनि, यस्तै त रहेछ नि माया जाल पनि। यस्तै त रहेछ नि माया जाल पनि, पक्कै पनि मायामा के भर हुन्छ र होइन र? हजुर एकदमै तपाईँको यो स्वरले, तपाईँको यो शब्दले एकदमै रमाइलो यो माहौल बनाउनु भएको छ। अब ढिला नगरिकन हामी अझै 2-3वटा गीत सुन्छौँ तपाईँको। अब फेरि एउटा गीत गाइदिनु होला। सपनीमा बिउझाउन आउनी बिपनीमा मुख देख्नै नपाउनी, फुलमा माउरी घारीमा रानो छ, धेरै भयो मायाले बोलाको, यसपालि त भेटिन जानु छ। बिउझाउन आउनी बिपनीमा मुख देख्नै नपाउनी, फुलमा माउरी घारीमा रानो छ, धेरै भयो मायाले बोलाको, यसपालि त भेटिन जानु छ, धेरै भयो मायाले बोलाको, यसपालि त भेटिन जानु छ। आहा कति मिठो। पक्कै पनि धेरै तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। एकदमै मिठो गीतहरू तपाईँले धेरै गीतहरू सुनाइदिनु भयो। अब टिकटक मार्फत, फेसबुक मार्फत तपाईँको स्वरलाई हामी सामाजिक सञ्जाल मार्फत चाहिँ हामी पक्कै पनि अगाडि बढाउने बाचा गरेको छु। पक्कै पनि एउटा स्थान पाउनुहुनेछ तपाईँले। आगामी दिनहरूमा अझै राम्रो गर्दै जानु होला। हामी आगामी दिनहरूमा तपाईँको भिडियो अझै बनाएर हाल्छौँ होइन। अब टिकटकमा धेरैभन्दा धेरै भिडियोहरू तपाईँको हामी राख्नेछौँ। पक्कै पनि तपाईँको एउटा स्वरले साथ पाउनुपर्छ, सम्मान छ मेरो तर्फबाट भन्दै आज कार्यक्रमबाट बिदा हुन्छु। नमस्कार। हजुर।